सो नमस्ते साथीहरू। अनि आजको भिडियो चाहिँ अलि लेट भयो बढी नै, अनि यसमा मैले चाहिँ एउटा ई-सेवा आइएमई पे अर्निङ एप्लिकेसन लिएर आएको छु। सो मेरो डिस्क्रिप्सनबाट चाहिँ जोइन गर्नु होला र यस्तो साइनअप र यस्तो आउँछ चाहिँ पेज। साइनअपमा ट्याप गरिसकेपछि र साइनअप गरिलिनु होला। मैले चाहिँ यताबाट लगइन गर्छु किनभने मैले अलरेडी साइनअप छु। अनि यताबाट तपाईँले चाहिँ टाइम वाल, पब स्केल, नोटिक मीहरू जस्ता चाहिँ अफरहरू अर्न गर्न सक्नुहुन्छ। अफरहरू हेर्न सक्नुहुन्छ। मैले एउटामा गरेँ ट्याप अनि हेर्न सक्नुहुनेछ तपाईँले यताबाट यसलाई एग्री गरौँ अनि हेर्न सक्नुहुन्छ यो यति आउनेछ। ओके, सो यसरी नै अर्नेसमा हुन्छ र अरूमा पनि तपाईँलाई सो हुन्छ। अनि अब हेरौँ अर्को है, अलि गर्छु ब्याक म एक सेकेन्ड। अनि तपाईँले हेर्न सक्नुहुन्छ यताबाट अपवल पनि रहेको छ। एड्सहरू पनि तपाईँले हेरेर अर्निङ गर्न सक्नुहुनेछ। ओके गाइज, अनि यताबाट हेर्न सक्नुहुन्छ। अब म जान्छु सिधै विड्रलमा। ओके, सो हेर्न सक्नुहुन्छ। फर्स्टमा चाहिँ इन्भाइट फ्रेन्ड्समा तपाईँलाई सो गर्छु। इन्भाइट फ्रेन्ड्समा तपाईँले यताबाट आफ्नो साथीको 10 को तपाईँले चाहिँ लिन सक्नुहुनेछ। अनि म तपाईँलाई हेर्दैछु विड्रल। सो विड्रलमा तपाईँले हेर्न सक्नुहुन्छ मैले एउटा लिएको थियो जो कि चाहिँ भइसकेको छ। अनि अब म तपाईँलाई हेराइदिनु छु यताबाट। फर्स्टमा चाहिँ ई-सेवा गरौँ हुन्छ ट्याप। सो तपाईँले चाहिँ हेर्न सक्नुहुन्छ आइएमई पे पनि लिन सक्नुहुन्छ, ई-सेवा पनि लिन सक्नुहुन्छ। म ई-सेवाबाट गर्छु ट्याप। मसँग रहेको छ 0.19 सेन्ट अनि म चाहिँ हाल्छु 191 कोइन्स। अनि पेमेन्ट इन्फर्मेसनमा चाहिँ आफ्नो चाहिँ आइडी लाउनु होला। ई-सेवा छ भने ई-सेवा, आइएमई पे छ भने आइएमई पे आइडी लाउनु होला। ओके, सो म ई-सेवा आइडी चाहिँ यताबाट लाउँछु। अनि यो भएन गाइज, ई-सेवाको लागि चाहिँ मिनिमम उति रहेको छ। सो म आइएमई पे नै गर्छु। आइएमई पे सिलेक्ट गरेर चाहिँ अब तपाईँले आफ्नो आइएमई पे को आइडी चाहिँ यताबाट लाउनु होला। म आइएमई पे को आइडी यताबाट लगाइदिएँ। ओके, सो हाम्रो यताबाट विड्रल रिक्वेस्ट सक्सेसफुली सबमिट भयो। अनि विड्रो आइसकेपछि म तपाईँलाई सो मध्ये देखाइदिन्छु। सो तपाईँले चाहिँ पनि अर्न गर्न सक्नुहुन्छ। मैले यसको लिङ्क चाहिँ डिस्क्रिप्सनमा चाहिँ हालिदिएको छु, तपाईँले अर्निङ गर्न सक्नुहुनेछ। सो आजको भिडियोमा चाहिँ यति नै। अनि तपाईँलाई राम्रो लाग्यो भने हामीले सब्सक्राइब गरिदिनु होला। र म भिडियोको लास्टमा चाहिँ स्क्रिनसट राखिदिनेछु मेरो